ल आज भने म यो हाम्रो सुनसरीको देवानगञ्जमा जुन धार्मिक द्वन्द्व सृजना भयो र त्यसले चाहिँ त्यो द्वन्द्व चाहिँ सल्केर कता कता नेपाल कता कता पुगिरहेछ होइन। सो यसै क्रममा चाहिँ मलाई मेरो आफ्नो भन्नुपर्दाखेरि मलाई पनि कहिलेकाहीँ एकदमै त्यो के अरे लाउड स्पिकरहरूमा भजन कीर्तनहरू अथवा बजेको होइन र बजारमा विशेष गरी हर्नहरू हिँड्दाखेरि हर्नहरू त्यो बज्दाखेरि अनि र कहिलेकाहीँ घरमा पनि के सामान बेच्नुलाई मान्छेहरू ल्याउँछन् क्या। अब अहिले चाहिँ तपाईँको के भएको छ भने एकदमै सजिलो स्पिकर जोडिदिनु स्पिकरमा अनि मान्छेले भन्नु नपर्ने स्पिकरमा बजाएर एकदमै घरिघरि एकदमै चर्को आवाजमा एकदमै झर्को पनि लाग्छ क्या है। मान्छे के मोड हुन्छ सो के मोड हुन्छ। सो हामीले बुझ्नुपर्ने एउटा कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अलिकति हामीमा सिभिक सेन्स भएन भने अथवा जुनसुकै जेसुकैको नाममा धर्मको नाममा होस् चाहे त्यो तपाईँको आफ्नो पर्सनल मनोरञ्जनको नाममा पनि यदि हामीले आवाज निकाल्ने त्यस्तो चिजहरूलाई चाहिँ होइन आफ्नो एन्टरटेनमेन्टको लागि अथवा आफ्नो कुनै पनि प्रयोजनको लागि हामीले त्यो गर्दैछौँ भने त्यसले अरूलाई पनि कतिको असर गर्नु सक्छ भनेर चाहिँ हामी सोच्दैनौँ क्या होइन। यो हाम्रो सिभिक सेन्स यदि हामी अलिकति यो कुरामा जागरुक हुनु हो भने हामी त्यो चिजहरू गर्दैनौँ होला सायद होइन। इभन मैले भनिहालेँ मलाई आफैलाई पनि मन पर्दैन क्या त्यो कसैले मेरो अगाडि साउन्ड ज्यादा बजाएको अनावश्यक जुन कुराहरू मलाई सुन्नै छैन होइन म आफ्नो तरिकाले गर्छु। अनि सो यदि त्यो गर्दै गर्दाखेरि त्यसले अरूलाई कतिको हानि गरिरहेको छ हामी त्यो कुरामा चाहिँ विचार गर्दैनौँ क्या होइन। अनि अथवा मेरो धर्म मेरो समाज अथवा मेरो जातले पाएको अथवा मेरो धर्मले दिएको अथवा वाट एभर जेसुकै भए पनि जुन मूल्य मान्यता राखे पनि यदि हामी त्यो चिजहरू हामीबाट गरिँदैछ भने त्यसले अरूलाई चाहिँ कस्तो असर पुग्छ त्यो बारेमा हामी सोच्यौँ भने सायद अहिलेको जुन यो धार्मिक द्वन्द्व छ त्यो चर्किँदैन होला होइन। र यो चाहिँ प्रत्येक नागरिकले प्रत्येक मान्छेले चाहिँ यो चाहिँ बुझ्नुपर्ने कुरा जस्तो लाग्छ मलाई चाहिँ होइन। यो चाहिँ धार्मिक कुनै पनि समुदायलाई चाहिँ लक्षित भन्दा पनि हरेक व्यक्तिले चाहिँ इन्डिभिजुअल व्यक्तिले पनि यो चाहिँ एकदमै बुझ्नुपर्ने यो सिभिक सेन्स अलिकति हामीले चाहिँ के गर्दाखेरि चाहिँ होइन के गर्दाखेरि त्यसको के हुन्छ भनेर अलिकति हामीले सोच्यो भने हामी यस्तो चिजबाट बच्न सक्छौँ होला क्या होइन। त्यही भन्नु मन लागेको थियो मलाई है। अनि जहाँसम्म रह्यो अहिले यो धार्मिक द्वन्द्व जुन छ कसैलाई पनि छोड छैन कुनै पनि समुदाय अथवा कुनै पनि वर्ग कुनै पनि धार्मिक कुनै पनि धर्म कुनै भन्दा ठुलो छैन होइन। सबै धर्मको सार के हो भन्दा मानवता हो। तर हामीले एउटा कुरा के बिर्सिरहेको छौँ भने त्यो गर्ने चक्करमा चाहिँ हामीले मानवतालाई नै हामीले सकिरहेछौँ होइन। कतिजना मान्छेहरू मरे जुन नहुनु पर्ने होइन जुन घटनाहरू घट्यो जुन घटनाहरू एकदम दुःखद घटना थियो जुन नहुनु पर्ने कसैको छोरा मरिरहेछ कसैको कोही मरिरहेछ कोही आफन्तहरू त मऱ्यो नि त होइन। अनि किन कसरी भयो त यो भन्दाखेरि त्यो धार्मिकले होइन त्यो लाउड स्पिकर बजाएको नियममा। सो हामीले त गर्दाखेरि म कसैलाई पनि समर्थन पनि गर्दिनँ विरोध समर्थन पनि गर्दिनँ तर मेरो विरोध गर्ने आफ्नै शैली छ होइन। म पनि त्यो कुराहरूलाई चाहिँ मान्यता दिन्न। अब यो अहिले बजारमा त झन् यो सहर बजारमा चाहिँ बेसी ध्वनि प्रदूषण हुने आवाज धेरै आउनुहोस् एकदमै सबैको साझा समस्या नै हो जस्तो लाग्छ मलाई होइन। अनि इभन म इटरीदेखि पर हलगडामा बस्छु तर पनि त्यहाँ पनि कहिलेकाहीँ म त्यो नोइज दुधवाला आउँछ दुधवालाले परैदेखि हर्न बजाएर आउँछ यति इरिटेट हुन्छ होइन। म आफ्नो बिहान म प्रार्थना गरिरहेको हुन्छु आफ्नो एउटा क्वाइट टाइम हुन्छ मेरो म त्यो गरिरहेको बेलामा उनीहरू आएर हर्न बजाउँछ मलाई कति रिस उठ्छ भित्रबाट होइन। सो हामीले यो सोच्नुपर्छ क्या यो सबै व्यक्तिले चाहिँ एउटा चाहिँ मनन गर्ने चिज हो है। अनि मेरो व्यवहारले चाहिँ अरूलाई कस्तो असर पुगिरहेको छ यदि हामीले त्यो सेन्स राख्यो भने सायद यो यस्तो घटनाहरू चाहिँ बाट बच्न सकिन्छ होला होइन। र आफ्नो आस्था आफ्नो धर्म मान्दै गर्दाखेरि चाहिँ हाम्रो एक्टबाट चाहिँ इभन पुराणले पनि कहिलेकाहीँ एकदम इरिटेट लाउँछ होइन। अनि हुने भजनहरू कहिलेकाहीँ रातैभरि चल्छ नसुत्नु सकिँदैन। अब कसै भन बिरामी भएको हुन्छ होइन अनि कोही एक्जाम भएको होला। सो यो कुरामा चाहिँ सरकारले पनि एउटा खालको नियमन अथवा एक खालको चाहिँ एग्रिमेन्ट जस्तै होइन जस्तो एउटा टाइममा चाहिँ हुन्छ नि अब टाइम फ्रेममा चाहिँ जस्तो भजन कीर्तनहरूको लागि एउटा फिक्स टाइम अथवा एउटा फिक्स मिनट 1 देखि 3 मिनट जस्तो मस्जिदबाट निस्किन्छ आवाजहरू होइन। त्यस्तै अब अरू धार्मिक उसबाट निक्लिने आवाजहरूलाई त्यसरी नियमन गर्न सकिन्छ होला होइन। अनि यो चाहिँ हामीले चाहिँ पर्सनल्ली रायहरू राख्दै गर्दाखेरि चाहिँ
त्यो विचारहरू चाहिँ कतिको समाजमा चाहिँ त्यसले चाहिँ के शिक्षा दिँदैछ अथवा त्यसले चाहिँ के भड्काउँदैछ भन्ने कुरामा पनि एकदमै ख्याल गर्नुपर्ने हुन्छ है। किनभने अहिले चाहिँ अब यो खालको सिचुएसन भइरहेछ र देखिरहेछ हामीले फेसबुकतिर सोसियल मिडियातिर चाहिँ एकदमै त्यो के अरे अनरिलेटेड अथवा अनरियलिस्टिक कुराहरूलाई चाहिँ तोडमोड गरेर झन् समाजमा चाहिँ द्वन्द्व फैलाउने टाइपको अथवा मान्छे भड्काउने किसिमको स्पिचहरू हेट स्पिचहरू गरिरहेको छ। सो त्यसले गर्दाखेरि त्यो हामीसँग भएको अलिकति जुन भाइचारा छ त्यो पनि समाप्त हुन्छ है। सो त्यो काम पनि नगरौँ है। अनि त्यस्तो अभिव्यक्तिहरू हेट स्पिचहरू अथवा समाज भान्ने त्यस्तो कुराहरूलाई चाहिँ हामीले समर्थन गर्नु हुँदैन र सकभर तपाईँले पढ्दै गरेको न्युज कतिको जेन्युन छ छैन त्यसलाई पनि क्रस भेरिफाई गर्नु एकदम आवश्यक छ है। अनि आफ्नो विचारहरू मतहरू राख्दै गर्दाखेरि अर्को समुदाय अथवा कुनै पनि धार्मिक आस्थामा चोट नपुर्याउने हिसाबले तपाईँले एउटा विवेक पुर्याएर चाहिँ आफ्नो विचारहरू राख्नु पनि म अपिल गर्छु है अहिलेलाई। अनि त्यही हो यार। अनि बडो दुःख लाग्यो जुन नहुनुपर्ने घटना थियो नेपालमा। अहिले यो धार्मिक कहिलेकाहीँ फेरि जातीय धर्म पनि निस्किन्छ। हामी मान्छे भएर सोच्यौँ भने यो सब कुराहरू अलिकति कम गर्न सकिन्थ्यो होइन। अनि सबभन्दा ठुलो कुरा हामी सुरुमा मान्छे हौँ होइन। त्यसपछि हाम्रो नाम, हाम्रो उमेर, जाति, धर्मद्वारा हामी विभाजित छौँ। तर सबैभन्दा ठुलो चाहिँ हामी मानवता हो र सबै धर्मको सार पनि त्यही नै हो, मानवता सबभन्दा ठुलो भन्ने भनिन्छ। तर हामीले त्यो चिजलाई बिर्सिरहेका छौँ है। अनि सो यो कुराहरू वार्तावरण पनि हामीले हल गर्न सकिन्थ्यो जुन भएन है। अनि र सँगसँगै सरकारबाट चाहिँ एक किसिमको एउटा कन्स्ट्रक्टिभ वेमा चाहिँ एउटा त्यसलाई चाहिँ नियमन गर्ने अथवा त्यसलाई कसरी ट्र्याकल गर्ने भन्ने त्यो किसिमको पनि आउनु पर्थ्यो सरकारहरूबाट पनि होइन। हामीले कसरी स्थानीय स्तरमा चाहिँ सर्वपछि एउटा सबैलाई चाहिँ कमन वेलफेयरलाई मध्यनजर गर्दै खालको कस्तो किसिमको चाहिँ नियमहरू होइन राख्ने भन्ने खालको चाहिँ त्यो पनि गर्न सकिन्छ है। यो सबै कुराहरू चाहिँ हामीले चाहिँ भनौँ न वार्ता बहसबाट नै हामीले यसको चाहिँ हल खोज्नुपर्छ, न कि चाहिँ द्वन्द्वबाट होइन। द्वन्द्वले कसैलाई पनि फाइदा हुँदैन, झगडाले कसैलाई फाइदा गर्दैन है। आज एउटाले कुट्ला, भोलि अर्कोले कुट्ला, एउटाले आज मार्ला, भोलि अर्कोले मार्ला। अनि क्षति हुने भनेको कसको त भन्दाखेरि मानव जातिकै हो है। सो त्यही भन्दै मेरो अपिल छ सबैलाई है। अनि त्यस्तो समाचारहरू त्यस्तो पोस्टहरू तपाईँले सेयर गर्दाखेरि एकदम विचार पुर्याउनु होला। किनभने तपाईँको एक सेयरले, एउटा विचारले अर्को समुदायको, अर्को सम्प्रदायको, अर्को आस्था बोकेको समुदाय अथवा कुनै पनि समुदायलाई चाहिँ अथवा मान्छेहरूलाई नै चोट पुर्याउन सक्छ। सो यसमा चाहिँ हामी संवेदनशील हुनुपर्छ है त। एउटा मानव भएको नाताले गर्दाखेरि चाहिँ एउटा मान्छेले गर्नुपर्ने काम चाहिँ त्यति हो है। हाम्रो कार्यले अरूलाई असर पुग्नु भएन होइन। त्यति ख्याल गरियो भने यो सानोतिनो कुराहरू, यस्तो जुन नहुनुपर्ने अप्रिय घटनाहरू थियो यसबाट बच्न सकिन्छ है त। ल मलाई यति नै थियो भन्नु मन लागेको थियो। सबैको भलो होस्। ल।